नमस्कार, मेरो नाम टेकबहादुर बानिया छेत्री, कुष्मा नगरपालिका 14 काउले उपल्लो बानीहोटल। म चाहिँ यो चाहिँ काउले गोरेटो बाटोको अध्यक्ष पनि हुँ र जो चाहिँ हामीले कोलाको पाखाको बाटो पनि ओडाको सहयोगबाट बनाइयो। त्यसपछि चाहिँ चन्दादाताको सहयोगबाट चाहिँ नैचे भन्दा मुन्तिरको बाटो पनि बनाइयो र अहिले चाहिँ यो गुन्द्रुमेको यो अप्ठ्यारो बाटो, यो चाहिँ गुन्द्रुमेको अप्ठ्यारो बाटो चाहिँ सहयोग लगभग 1,30,000 को सहयोग भएको थियो चन्द्रदासँग। त्यो सहयोगले गर्दाखेरि नैचे मुनिको लगभग 45 मिटर बाटो र अहिले चाहिँ यसरी आउन सजिलो भएछ। ए यो र अनि त्यहाँ र यो चाहिँ लगभग 25 मिटर, यो 25-26 मिटर बाटो, यो अप्ठ्यारो बाटो बनाइएको छ। सजिलोसँग आउनुभयो। यस्तो बाटो थियो, यो यति अघि बाटो थियो र तपाईँको साथ र सहयोगले गर्दाखेरि चाहिँ यो बाटो बनाउन चाहिँ सफल भयो। तपाईँहरूलाई चन्दादाताहरूलाई धेरै धेरै धन्यवाद छ, धेरै धन्यवाद छ। तपाईँहरूले पनि धर्म मिलोस्। पञ्चायत सिद्ध ब्राले चाहिँ तपाईँको परिवारलाई रक्षे गरून्। यो बाटोकोलाई सहयोग गर्ने जो जति हुनुहुन्छ अझ पनि सहयोगको चाहिँ अपेक्षा राख्दछु। अझै पनि तपाईँहरूले सहयोग गर्नुभयो भने फेरि अर्को ठाउँमा पनि यसरी नै बाटो बनाउने बाचा गर्दै जाम होइन यो बाचा गर्दै फेरि पनि यस्तै बाटो चाहिँ तपाईँको साथ र सहयोग पाएँ भने मैले फेरि पनि यस्तै बाटो कुनै ठाउँमा पनि मैले बनाउँछु। र यही भन्दै मेरा यी 2-4 शब्द यहीँ टुङ्गाउन चाहन्छु। हस्, नमस्कार, जय नेपाल। यो बाटो यसरी चाहिँ मजाले हिँड्न पायो, मजाले। मेरो अगाडि हिरा भाइ हुनुहुन्छ, पारीबाट यता आउने बाटो, यताबाट उता जाने बाटो, यस्तो पहिला त एकदम गाह्रो थियो नि दिदी। डाँडाहरूतिर जाँदाखेरि त्यस्तो अप्ठ्यारो बाटो भएर गइन्थ्यो। अहिले चाहिँ यस्तो बाटो हाम्रो यो लाने बाटो, यो गाउँको हाम्रो कान्छियामा हाम्रो भाउजू कमला बहिनी, हाम्रो दिदीहरू यो बाटो चाहिँ हेर्नलाई आउनुभएको थियो। एकदम रमाइलो, राम्रो लाग्यो भनेर जानुभएको छ। हजुर हेर्नु न त्यो कस्तो चाहिँ लानु। काम गर्ने मान्छेलाई पनि, काम गर्ने हाम्रा चाहिँ भाइहरूलाई पनि धेरै धेरै धन्यवाद छ। चन्द्रदातालाई धेरै धेरै धन्यवाद छ। अझ यसरी बनाउँदै पनि हल्का यसरी गइयो छ हामी, हाम्रो पुन्टुलै नातिनी। उयो हामीले साध्दै यताउति गर्दै आज 2081 चैत चाहिँ 16 गते यो बाटो चाहिँ सकेर अब चाहिँ हामी खाजाभुजा खान जाँदैछौँ। खास गरेर हजुरहरूको साथ र सहयोगले गर्दै यो बाटो बनाउन सफल भयो। यता आउँदा गुनास फुलेको छ, लानु। यतापट्टि बाटो पनि यतातिर पनि अलिअलि चाहिँ सस्ता हल्का फुल्का गर्दै आयो। यसरी यो बाटो भएर यो खोल्सा तरेर गर्ने हो। ल धेरै धेरै धन्यवाद छ। ल।